नमस्ते। अन्तरङ्ग संसारमा तपाईहरू सबैलाई न्यानो स्वागत छ। मलाई थाहा छ तपाईहरूमध्ये धेरैजनाले खोज्ने, सोध्ने र जान्न चाहने विषय यही हो, आफ्नो यौन अवधिलाई कसरी बढाउने, कसरी लामो समयसम्म टिकिरहने। कतिपयले त हाँसिमजाकमा खाट भाँचिने वा बेड भाँचिने बेलासम्म कसरी गर्ने भनेर पनि सोध्नुहुन्छ। यो प्रश्न एकदमै जायज छ, किनकि धेरै जोडीहरूमा यौन अवधि नै असन्तुष्टिको मुख्य कारण बनेको हुन्छ। आज हामी कुनै गफ वा जादुको कुरा गर्दैनौं। हामी सिधै वैज्ञानिक उपायहरू, सरल कलाहरू र मानसिक नियन्त्रणका तरिकाहरूबारे कुरा गर्नेछौं, जसले तपाईलाई लम्बाइमा मात्र होइन, सन्तुष्टिको गुणस्तरमा पनि उत्कृष्ट बनाउनेछ। यो भिडियो तपाईको सम्बन्धको लागि गेम चेन्जर हुन सक्छ। समयको वास्तविकता र पुरुषले बुझ्नै पर्ने विज्ञान। पहिलो कुरा, हामीले समयको भ्रम तोड्नै पर्छ। अध्ययनहरू भन्छन् पुरुषहरूको वीर्य स्खलन इजाकुलेसनसम्म पुग्न लाग्ने औसत समय सामान्यतया 2 देखि 7 मिनेटको हाराहारीमा हुन्छ। अब सोच्नुहोस् त, हामीले अघिल्लो भिडियोमा पनि कुरा गर्यौं, महिलालाई चरम आनन्दमा पुग्न 6 देखि 20 मिनेट वा त्यो भन्दा बढी समय लाग्न सक्छ। यही नै असन्तुष्टिको मूल कारण हो। यसको अर्थ यो होइन कि पुरुषले कमजोर महसुस गर्नुपर्छ, बरु यसले यो बुझाउँछ कि यौन क्रियाकलापमा वीर्य स्खलनलाई ढिलो गर्ने कला सिक्नु र फोरप्लेलाई प्राथमिकता दिनु अति आवश्यक छ। हाम्रो शरीरलाई नियन्त्रण गर्ने कला सिक्नु नै अवधि बढाउने सबैभन्दा प्रमाणित तरिका हो। तपाईको दिमाग र शरीर बीचको तालमेल सुधार्नुपर्छ। शरीरमा नियन्त्रणको कला, स्टार्ट स्टप र स्क्विज विधि अवधि बढाउने सबैभन्दा सफल विधिहरूलाई हामी तालिमको रूपमा प्रयोग गर्न सक्छौं। यसमा पहिलो हो स्टार्ट स्टप विधि। यो विधिमा तपाई उत्तेजनाको चरम बिन्दुमा पुग्न लाग्दा तुरुन्तै सबै क्रियाकलाप रोकिदिनुहोस्। आरामले गहिरो श्वास लिनुहोस्। जब तपाईको उत्तेजनाको तह केही शान्त हुन्छ, तब मात्र फेरि बिस्तारै सुरु गर्नुहोस्। यो प्रक्रिया तपाईले पटक पटक दोहोर्याउनु पर्छ। यसले तपाईको स्नायु प्रणालीलाई अति उत्तेजनामा पनि नियन्त्रण कायम राख्न सिकाउँछ। अर्को शक्तिशाली तरिका हो द स्क्विज मेथड। यसमा पनि चरम उत्तेजनाको समयमा क्रियाकलाप रोकेर पुरुषको यौनाङ्गको टुप्पोलाई हल्कासँग दबाउनुहोस् वा निचोड्नुहोस्। यसले स्खलनको प्रक्रियालाई पछाडि धकेल्छ। यी दुवै विधि एक रातमा चमत्कार गर्ने खालका होइनन्, बरु निरन्तर अभ्यासबाट मात्र सफलता मिल्छ। यसलाई आफ्नो यौन जीवनको एक हिस्सा बनाउनुहोस्। शक्तिको जग